हमारा दो फ्रेंड्स देख रहा है। हेलो साथीहरु, वेलकम ब्याक टु माई च्यानल सेवा। नमस्ते, ह्याप्पी न्यू इयर सबैहरुलाई। सबैजनामा आज चाहिँ है हामी घुम्न जान लाग्यो नयाँ वर्षमा। हजुरहरुलाई सर्वप्रथम त धेरै धेरै शुभकामना, राम्रो हुनुहोस्, स्वस्थ रहनुहोस्। आज हामी घुम्न जान आँटेको है, रेडी हुँदैछौँ सबैजना। म चाहिँ रेडी भइसकेँ। यता फर्कन माया दिदी पनि रेडी भइसक्यो। अब हामी जानेछौँ, हजुरहरुलाई के गर्छौँ कसो गर्छौँ भएर देखाउनेछौँ। हाम्रो साङ्गो खै साङ्गो हेर्नु मा फाल्दिनु ल ल साथीहरु, एकछिन हजुरहरुलाई देखाउने नै छौँ हामी कहाँ कहाँ जान्छौँ भनेर। आज चाहिँ अत्यन्तै गर्मी छ है। सो हेलो, हामी चाहिँ आइपुगिसक्यौँ है। सकिँदा हेर न हौ, चाहिँ आइपुगिसकेको छौँ। कहाँ फेसबुक छ, कस्तो लाग्यो तिमीलाई? के प्रतिक्रिया दिन जस्तो? एकदमै राम्रो छ, फुलबारीहरू छ, एकदमै घुम्ने ठाउँ छ, एकदमै राम्रो छ। यति कम त मन पराउँछ मेरो साथीहरूले। हामी चाहिँ धेरै आएको छौँ। खै अरूहरू कता गयो थाहा भएन। हामी चाहिँ बसिरहेको छौँ शीतलमा। भरे के खान्छौँ हजुरलाई भन्ने नै छ। यहाँबाट गएर त गोरै छ भयो यहाँबाट राम्री नयाँ सालमा। अत्यन्तै गर्मी छ। तपाईँ फुल हेर्न सक्नुहुन्छ है। पहिला हामीले लाउँथ्यौँ नि हातमा यो फुल। यति धेरै छौँ हामी। धेरै रमाइलो भएको छ। को चाहिँ छोरी नानीहरू कुदिरहेछन्। एकदमै रमाइलो भएको छ। दिदीहरू हिँडिराख्नु भएको छ यहाँ। मायाहरू यहाँ, ओ माया दिदी, मेरो दिदी माई सिस्टर। हजुरहरूले देखाउने नै छु है। अलिक भ्यू चाहिँ पर छ। हामी चाहिँ उरा आएर बसिरहेको छौँ पुरा गर्मी भएको कारणले गर्दाखेरि। साथीहरू तपाईँहरूलाई देखाउने छौँ तपाईँहरूको चाहिँ कस्तो भयो नयाँ वर्ष। सर्वप्रथम त फेरि पनि म हजुरहरूलाई नयाँ वर्षको मङ्गलमय शुभकामना भन्न चाहन्छु। फर्स्ट अफ अल त है त्यही हो साथीहरू। अब हजुरहरूलाई देखाउने नै छौँ। हेलो, हामी चाहिँ यहाँ भिडमा छौँ है, फेसबुक चोकमा। आउन है, देख्न सक्नुहुन्छ तपाईँहरूलाई। कहाँ ल देख्न सक्नुहुन्छ। आज न्यु इयरमा अत्यन्तै रमाइलो भइरहेको छ। आफ्नो धुनमा छ क्या सबै। कसै डान्स गरिरहेछन्, कसै भन्ने एकदमै उफ्रिरहेछन्। म भने चाहिँ तपाईँहरूको लागि भिडियो बनाउँदैछु के कस्तो गऱ्यौँ भनेर। साथीहरू हेर्न सक्नुहुन्छ। अत्यन्तै गर्मी भएको कारणले गर्दा चाहिँ म आजसम्म आएको छैन क्या, पहिलोचोटि आएको। सो एकदमै रमाइलो भएको छ। देख्न सक्नुहुन्छ खाने मान्छेहरू भइरहेछ, डान्स गरिरहेछ। अब हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी निस्किन लागेको, तपाईँहरूलाई देखाउँदैछौँ हामी फेसबुक छौँ साथीहरू। अब यहाँ धेरै मान्छे भएको कारणले गर्दा हामीले खाजा खानै पाएनौँ क्या। सो अब चाहिँ हामी निस्किनेछौँ, किनभने आज लास्टै भिड छ नि त। नयाँ प्लेस भएको कारणले गर्दा, नयाँ फेसबुक प्लेस नयाँ हो क्या, यो नयाँ ओपन भएको। सो धेरै मान्छे भएको कारणले खाजा खान पाएनौँ। हामी चाहिँ निस्किनेछौँ, बाहिर नै खानेछौँ साथीहरू। मी होटेलमा आइसकेको छौँ, पिज्जा आइसकेको छ। अब चाउमिनहरू आउन बाँकी नै छ साथीहरू। राम्रो एकदमै मिठो छ। आजको लागि चाहिँ यति नै। आज नयाँ वर्ष रमाइलो भयो साथीहरू। आजको लागि, आजको नयाँ वर्ष सबैलाई राम्रै भयो होला साथीहरू। आजको लागि यति नै भन्दै बाइ। सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला।